आज चाहिँ म सिएस पुस हान्नु पऱ्यो भनेर गेममा आउँछु। अनि सिएस स्टार्ट हान्दाखेरि त हनिस्कोरै घटाइ हुन्छ। अनि हनिस्को गएर हेर्छु त 88। अनि अघि म गेम सिएस ऱ्याङ्क खेल्दाखेरि ब्याक गएको थिएँ, त्यही भएर घट्यो होला भनेर लोन अफ खेल्न जान्छु। अनि लोन अफ स्टार्ट गर्छु है गाइज, हेर्नु होला। लोन अफ स्टार्ट गर्छु अनि लोन अफ एकैछिनपछि लोन अफ नि स्टार्ट हुन्छ। अनि लोन अफ स्टार्ट भएछ अनि एउटा नुब एनिमी आएको हुन्छ क्या। फेरि कस्तो नुब आएको भने मेरै अगाडि पठाउँछ क्या फेरि नुब एनिमी नि। अनि यसलाई चाहिँ थोरै मुभमेन्ट देखाएर हान्नु पऱ्यो भनेर मुभमेन्ट देखाएर हानेको। अनि इमोट देखाएको है थोरै। अनि इमोट देखाएर अनि लास्ट अनि अरू राउन्ड चाहिँ देखाएन। अनि अब यो लास्ट राउन्ड है। अनि लास्ट राउन्डमा त्यसले चाहिँ M8 र म्याक 10 लग्छ। अनि किन लग्यो होला भनेर सोच्दै बसिरहेको हुन्छु, उतापट्टि ब्यागको गएको हुन्छ। त्यो मेरो गेम प्ले देखेर होला ब्याग गएको भनेर मैले एक हेड हानेर ब्याग गएँ। अनि यो गेम बुया नि हाने। अनि बुया हानिसकेपछि एउटा न्युज त भन्नै बिर्सेछु तपाईँहरूलाई। मैले चाहिँ है गाइस अहिले न्यू गिल्ड खोलेको छ क्या मेरो। अनि गिल्ड खोले अनि गिल्डमा आउन मन लाग्यो भने चाहिँ आउनु होला। अनि रुल्स चाहिँ अब जहिले गिल्ड वार भएको दिनमा चाहिँ अनलाइन आउनुपर्छ, खेल्नुपर्छ। अनि सबैसँग फ्रेन्डली भएर बोल्नुपर्छ है। अनि नाम चाहिँ चेन्ज गर्नुपर्ने हुनेछ। अनि 1-2 हप्तामा टपअप गरेर नेम चेन्ज गर्दा नि हुन्छ। अनि अगाडि चाहिँ यो देखाइरहेको छु त बिजी, त्यो बिजी राख्नुपर्ने हुन्छ। अनि आजको भिडियोमा चाहिँ यति नै। अर्को भिडियोमा भेटौँला है गाइज।